यहाँहरू सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। आज हामी कक्षा 6 को म्याथमेटिक्स विषयको अनलाइन कक्षा लिएर उपस्थित भएका छौँ। कक्षा हेरिसके पछाडि तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नुहोला। यदि तपाईँ दूर दराजमा हुनुहुन्छ र अनलाइन कक्षा लिन सक्नु भएको छैन, कक्षा 6 मा अध्ययनरत हुनुहुन्छ भने त्यस्ता विद्यार्थीहरूको लागि यो राम्रो ठाउँ हुन सक्नेछ तपाईँ सिक्नको लागि। र त्यसका लागि पनि अभिभावकहरूले पनि हेर्दै हुनुहुन्छ भने यो विद्यार्थी सामु पुर्याइदिनको लागि पनि म अनुरोध गर्दै कक्षा 6 को गणित विषयको हामीले सेटबाट पहिलो कक्षा सुरु गर्दैछौँ। सेट भन्दा बित्तिकै तपाईँले के बुझ्नुभयो? विशेष गरी यो सानै कक्षाबाट तपाईँले सेट समूह पढ्दै आउनु भएको छ। सुरुमा विद्यार्थीहरूले सेट भन्दा बित्तिकै तपाईँले के बुझ्नुभयो भन्नुहोस् त। पक्कै पनि सेट हुनका लागि स्पष्ट रूपमा हामीले पहिचान गर्न सकिने वस्तु अथवा सङ्ख्याहरूको समूह हुनुपर्दछ, अथवा वस्तु वा सङ्ख्या जुन हामीले स्पष्ट किटान गरेर भन्न सक्छौँ त्यस्तो वस्तुहरू अनि सङ्ख्याहरू अथवा शब्दहरू अथवा आकृतिहरूको समूहलाई हामीले सेट भनेर बुझ्ने गर्दछौँ अथवा समूह भनेर बुझ्ने गर्दछौँ। स्पष्ट रूपमा हामीले किटान गर्न सक्ने हुनु पर्यो। यदि स्पष्ट रूपमा किटान गर्न सकिँदैन भने त्यस्तो हामीले सेट अथवा समूह भन्दैनौँ। त्यो भित्रका एलिमेन्ट्सहरू हेर्दै गर्दाखेरि, सदस्यहरू हेर्दै गर्दाखेरि त्यसले एउटा स्पष्ट रूपमा आफ्नो पहिचान, गुण, विशेषता बोकेको हुन जरुरी छ। यदि त्यसको आफ्नै गुण विशेषताहरू छैन र त्यहाँ फरक किसिमको गुण विशेषता बोकेको कुनै अर्को वस्तु अथवा सङ्ख्या छ भने त्यसलाई हामीले सेट मान्न सकिँदैन। सेट हुनका लागि स्पष्ट रूपमा उसले आफ्नो पहिचान दिन सक्ने हुनुपर्दछ। जस्तो केही कुरा गरौँ, कक्षा 6 मा पढ्ने विद्यार्थीहरूको समूह। जस्तै कक्षा 6 मा पढ्ने विद्यार्थीको समूह भन्दै बित्तिकै कक्षा 5 मा पढ्ने विद्यार्थीहरू पनि त्यसमा पर्दैनन्, कक्षा 7 मा पढ्ने विद्यार्थीहरू पनि त्यसमा पर्दैनन्, मात्र कक्षा 6 मा पढ्ने विद्यार्थीहरू पर्दछन्। यस्तोलाई हामीले के भन्न सक्छौँ? बल्ल समूह भन्न सक्छौँ। जस्तै कक्षा 6 मा पढ्ने केटाहरूको समूह, यो पनि एउटा के भयो? समूह भयो, सेट भयो। कक्षा 6 मा पढ्ने केटीहरूको समूह, यो पनि के भयो? एउटा समूह भयो। तर कक्षा 6 मा पढ्ने राम्रा केटीहरूको समूह, यसलाई हामीले समूह मान्न सक्दैनौँ। किन? यसको स्पष्ट रूपमा केही पनि छैन। के मापदण्डको आधारमा राम्रो र नराम्रो भनेर छुट्याउने? अब ड्रेसहरू लगाएर आउने अनुशासित विद्यार्थीलाई राम्रा विद्यार्थी भन्ने हो कि पढाइमा एकदमै अब्बल तर कपडा झुत्रे झाम्रे लाएर आउनेलाई राम्रा मान्ने हो कि? त्यही भएर यसमा हामीले स्पष्ट रूपमा केही पनि विशेषता यो नै भनेर भनिएको छैन। त्यसकारण यसलाई हामीले सेट मान्न सक्दैनौँ। तर कक्षा 6 मा पढ्ने केटीहरूको समूह भन्दा बित्तिकै कक्षा 6 मा पढ्ने केटीहरू सबै पर्ने भए, त्यसकारण यो के हुन सक्ने भयो? एउटा समूह हुन सक्ने भयो। त्यसकारण समूहलाई स्पष्ट रूपमा हामीले के गर्नुपर्छ? पहिचान गर्न सक्नुपर्छ। अनि अर्को, स्पष्ट रूपमा चिन्न सकिने वस्तुहरूलाई हामीले समूह भन्छौँ हैन? एकदम क्लियरली आइडेन्टिफाई हुनु पर्यो। कुनै पनि ग्रुपभित्र अथवा समूहभित्र भएका एलिमेन्ट्सहरू, त्यसका सदस्यहरूलाई हामीले प्रष्ट रूपमा चिन्न सक्छौँ। यो नै हो है, यसको विशेषता यही हो है, यसको गुण यही हो है, गुणको आधारमा अथवा विशेषताको आधारमा यसलाई समूह हो भन्न सकिन्छ भने त्यस्तालाई बल्ल हामीले समूह भन्छौँ। होइन भने समूह भन्न सक्दैनौँ। जस्तो सेट अफ भवेल्स, ए ई आई ओ यु, भवेल्सभित्र ए पर्छ, ई पर्छ, आई पर्छ, ओ पर्छ, यु पर्छ। किटान गर्न सकियो क्या? भवेल्स भन्दा बित्तिकै ए र ई मात्रै पनि भवेल्स होइन, ए ई आई पनि होइन, ए ई आई ओ पनि मात्रै पनि होइन, र ए ई आई ओ यु यो बाहेक अरू पनि छैन। हामीले किटान गरेरै भन्न सकियो यिनै 5 वटा बाहेक अरू यसमा छँदै छैन। स्पष्ट रूपमा किटान गर्न सकियो। अर्को, नेचुरल नम्बर्स लेस देन 5, 5 भन्दा साना प्राकृतिक सङ्ख्याहरूको समूह। 5 भन्दा साना प्राकृतिक सङ्ख्या भनिसके पछाडि प्राकृतिक सङ्ख्या कहाँबाट सुरु हुन्छ? 1 बाट सुरु हुन्छ। त्यसपछि 1 पर्ने कि नपर्ने? 5 भन्दा सानोमा पर्ने। 2 पनि 5 भन्दा सानो हो कि होइन? हो। 3 पनि 5 भन्दा सानो हो कि होइन?
हो। 4 पनि 5 भन्दा सानो हो कि होइन? हो। तर 5 पर्ने कि नपर्ने? नपर्ने। भन्दा सानो, लेस देन 5 भन्दा सानो भनिसके पछाडि 5 भन्दा साना 1 2 3 4 स्पष्ट छ। यसले किटान पनि गरेको छ र यसलाई हामीले के भन्न सकिन्छ? सेट अथवा समूह भनेर भन्न सकिन्छ। यसरी बुझौँ। अब सेट भनेको स्पष्ट वस्तुहरूको संग्रह हो। त्यहाँ हामीले ती वस्तुहरूलाई पहिचान गर्न सक्ने हुनै पर्छ। यो कुरा सम्झिराखौ। अर्को, सेटभित्रका वस्तुहरूलाई त्यसका तत्त्वहरू, एलिमेन्ट्सहरू र सदस्यहरू, मेम्बर्सहरूले जनाइन्छ र तिनीहरूलाई हामीले एलिमेन्ट्स र मेम्बर्स भनेर भन्ने गर्दछौँ। सेटभित्र लेखिने जुन सदस्यहरू छन् त्यो भित्र पर्ने जति पनि वस्तुहरू छन् अथवा जति पनि वर्ड्सहरू छन्, जति पनि अक्षरहरू छन्, जति पनि आकृतिहरू छन्, जति पनि इङ्ग्लिस लेटरका स्मल अल्फाबेटहरू छन्, ती सबैलाई हामीले त्यसका एलिमेन्ट्सहरू अथवा मेम्बर्सहरू, सेटका एलिमेन्ट्सहरू पनि भनिन्छ अथवा त्यसका मेम्बरहरू पनि भन्ने गरिन्छ। र सेटलाई जनाउनको लागि इङ्ग्लिस क्यापिटल लेटर्सहरूको प्रयोग गरिन्छ। सेटलाई जनाउनको लागि जस्तो क्यापिटल ए, क्यापिटल बी, क्यापिटल सी अथवा जेडसम्म। यसरी क्यापिटल लेटरहरू, इङ्ग्लिस क्यापिटल लेटर्सहरू सेट जनाउनको लागि, कुनै पनि सेटलाई जनाउनको लागि क्यापिटल लेटर्सहरू प्रयोग गर्ने गरिन्छ। र त्यो सेटभित्रका एलिमेन्ट्सहरूलाई हामीले स्मल लेटरमा लेख्छौँ, जस्तो ए बी सी जेडसम्म, अथवा नम्बरहरूमा पनि लेख्न सक्छौँ, अथवा कुनै चित्र अथवा आकृतिहरूबाट पनि लेख्न सक्छौँ र कुनै कोड अक्षरहरूबाट पनि जनाउन सक्छौँ। यसरी हामीले सेटलाई जनाउनको लागि त्यो भित्रका एलिमेन्ट्सहरू फेरि स्मल लेटर, सेट जनाउनको लागि क्यापिटल लेटर र त्यो भित्रका एलिमेन्ट्सहरू जहिले पनि स्मल लेटर हुन जरुरी छ। यदि नम्बर छ भने नम्बर हुन जरुरी छ। अर्को आकृतिहरू, चित्रहरू र अर्को शब्दहरूद्वारा पनि सेटलाई जनाउने गरिन्छ। अब अर्को हेर्नुहोस्, सेट नोटेसन। सेट नोटेसन भन्दा बित्तिकै सेटलाई जनाउने प्रतीक चिन्ह भनेर बुझ्ने गरिदिन्छ। जहिले पनि सेटलाई कर्ली ब्राकेट अथवा मझौला कोष्ठभित्र लेख्ने गरिन्छ। यसरी यो मझौला कोष्ठभित्र लेखिन्छ भने त्यसलाई हामीले सेट भन्छौँ र यसलाई हामीले सेट नोटेसन पनि भनेर बुझ्ने गर्दछौँ। हामीले सेट जहिले पनि कर्ली ब्राकेटभित्र लेख्नु पर्दछ है। कर्ली ब्राकेटभित्र त्यसमा इङ्ग्लिस लेटरहरू प्रयोग गर्नु पर्यो भने स्मल लेटरहरू अथवा नम्बरहरू अथवा त्यसमा फिगर्सहरू, आकृतिहरू, चित्रहरू अथवा वर्डहरू, जस्तै पोखरा, काठमाडौँ यसरी लेख्न पर्यो भने हामीले सेटलाई जनाउनको लागि कर्ली ब्राकेट भित्र लेख्ने गर्दछौँ। यसलाई सेट नोटेसन भनेर बुझ्ने गरिन्छ। अब सिम्बोल हेरौँ। यो सिम्बोलले बिलोङ्स टु भन्ने जनाउँछ। यसले बिलोङ्स टु भन्ने जनाउँछ अथवा त्यो सेटमा पर्छ अथवा सेटमा समावेश छ भन्ने जनाउँछ। त्यस्तै अर्को छ, यसलाई फेरि क्रस गरेको छ भने डस नट बिलोङ्स टु अथवा समावेश छैन अथवा पर्दैन सरी भनेर जनाउँछ। एउटा बिलोङ्स टु, यो सिम्बोल एकदमै ख्याल गरौँ। र अर्को डस नट बिलोङ्स टु, यसले पर्छ भन्ने जनाउँछ अथवा समावेश छ भन्ने जनाउँछ। यसले डस नट बिलोङ्स टु अथवा समावेश छैन भन्ने जनाउँछ। इक्जाम्पलको लागि सेट अफ भवेल्स ए इज इक्वल टु ए ई आई ओ यु। पहिला यति हेरौँ। यो सेटलाई जनाउनको लागि यहाँ क्यापिटल ए को प्रयोग गरिएको छ र यसमा कर्ली ब्राकेट लगाइएको छ। यसका प्रत्येक एलिमेन्ट्सहरूलाई, सदस्यहरूलाई कमाद्वारा छुट्याइएको छ। अन्त्यमा कर्ली ब्राकेटले क्लोज गरिएको छ, बन्द गरिएको छ। यो मझौला कोष्ठभित्र लेखिन्छ र प्रत्येक एलिमेन्ट्सहरूलाई कमा लगाइन्छ। भित्रका एलिमेन्ट्सहरू स्मल लेटरमा हुन्छन् भन्ने सेटलाई जनाउनको लागि हामीले क्यापिटल लेटर प्रयोग गर्ने गर्छौँ। अब सिम्बलको कुरा गरौँ। यहाँ हेर्नुहोस् त, 3 डज नट बिलोङ्स टु ए। अब यसले के भन्यो भने यो 3 चाहिँ यो ए भन्ने सेटमा पर्दैन।
अथवा समावेश छैन। छ त? 3 छ? छैन। अब यो स्मल ए हेर्नुहोस् त, यो स्मल ए त यो क्यापिटल ठुलो ए भित्र छ नि, छ। त्यसो भए यसलाई ए बिलोङ्स टु ए भनेर भन्ने गरिन्छ। अब यसले के जनायो? 3 एमा पर्दैन। अनि यो ए क्यापिटल ए चाहिँ यो स्मल ए चाहिँ यो क्यापिटल ए भित्र पर्छ भन्ने जनायो। यसरी सिम्बलहरू प्रयोग गर्ने गरिन्छ। अब केही कुरा सम्झौँ। सेट हुनको लागि स्पष्ट किटान, पहिचान, गुण, विशेषता बोकेको हुन जरुरी छ त्यसका एलिमेन्ट्सहरूले। अनि ती एलिमेन्ट्स अथवा मेम्बर्सहरूलाई तिनै सेटका सदस्यहरू अथवा तत्त्वहरू भनेर बुझ्ने गरिन्छ। अर्को, सेटलाई जनाउनको लागि क्यापिटल लेटर्सहरू प्रयोग गरिन्छ भने त्यो भित्रका सदस्यहरूलाई हामीले स्मल लेटर, नम्बर अथवा वर्डद्वारा हामीले प्रयोग गर्ने गर्दछौँ। त्यस्तै गरी सेटलाई सेट नोटेसनद्वारा अथवा सिम्बलहरू प्रयोग गरेर, सेट नोटेसन भनेको के हो? सिम्बल, होइन? तिनै सिम्बल भनेका के हुन्? बिलोङ्स टु, डस नट बिलोङ्स टु, कर्ली ब्राकेट, होइन? हामी कर्ली ब्राकेटभित्र सेट लेख्छौँ, भर्खरै बनायो। अनि सेटमा हामीले बिलोङ्स टु, डस नट बिलोङ्स टुको सिम्बल हामी भर्खरै हेर्या हो। यस्ता कुराहरूले सेटलाई जनाउने गरिन्छ। ती प्रतीक चिन्हहरू हुन्। सेट नोटेसन भनेकै के हो? चिन्हहरू। त्यसले के गरिन्छ? सेटलाई जनाउने गरिन्छ। अथवा सेट लेख्न पर्यो भने कर्ली ब्राकेटको प्रयोग गर्नै पर्यो, होइन? अनि अरू सिम्बलहरू पनि प्रयोग गर्न जरुरी छ। अब केही प्र्याक्टिस क्वेसनहरू छ, हेर्नुहोस् त। डिफाइन अ सेट, सेटलाई परिभाषित गर्नुहोस्। समूहलाई परिभाषित गर्नुहोस् अथवा समूहको परिभाषा लेख्नुहोस्, जे भनेर बुझे पनि हुन्छ। राइट द सेट अफ फर्स्ट 5 नेचुरल नम्बर, पहिलो 5वटा प्राकृतिक सङ्ख्याहरू लेख्नुहोस्। पहिला 5वटा प्राकृतिक सङ्ख्याहरूको समूह लेख्ने। राइट वन एक्जाम्पल युजिङ बिलोङ्स टु सिम्बल, एउटा उदाहरण दिनुहोस्। बिलोङ्स टु सिम्बलको प्रयोग गरेर एउटा उदाहरण दिनुहोस्। राइट वन एक्जाम्पल युजिङ डस नट बिलोङ्स टु सिम्बल, यो डस नट बिलोङ्स टु सिम्बल प्रयोग गरेर पनि एउटा उदाहरण दिनुहोस्। ल विद्यार्थी साथीहरू, सुरु गर्नुहोस् त। कपीमा लेख्नुहोस् तपाईँले लेखेको, र मैले भने अनुसार मिल्छ या मिल्दैन चेक गरौँला। ओके, डिफाइन अ सेट लेखिसक्नु भएको छ होला पक्कै पनि। सेट इज अ कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट। तपाईँले पनि यही लेख्नु भएको थियो पक्कै पनि। दोस्रो क्वेसन रहेको छ, राइट द सेट अफ फर्स्ट 5 नेचुरल नम्बर, पहिला 5वटा प्राकृतिक सङ्ख्याहरू। मैले यहाँ हेर्नुहोस् त, सेटलाई जनाउनको लागि क्यापिटल लेटरको युज गरेको छु। ए भनेर बराबर लगाएँ, कर्ली ब्राकेट भयो, त्यस पछाडि 1, 2, 3, 4, 5 अनि कर्ली ब्राकेट क्लोज गरेँ। यसरी सेटलाई जनाउनको लागि क्यापिटल लेटर प्रयोग गरिन्छ अनि कर्ली ब्राकेटभित्र त्यसका एलिमेन्ट्सहरू लेखिन्छ। प्रत्येक एलिमेन्ट्सहरूलाई कमाद्वारा छुट्याइन्छ। अर्को हेरौँ। राइट अन एक्जाम्पल युजिङ बिलोङ्स टु सिम्बल, बिलोङ्स टु सिम्बल प्रयोग गरेर एउटा उदाहरण हेर्नुहोस्। मैले इफ, यदि ए बराबर 2, 4, 6, यदि ए भन्ने एउटा समूह छ, त्यसका एलिमेन्ट्सहरू सदस्यहरू 2, 4 र 6 भन्ने छन् भने अब बिलोङ्स टु सिम्बल कसरी प्रयोग गर्न सकिन्छ? 4 बिलोङ्स टु ए, यो 4 एमा पर्छ अथवा समावेश छ। यो ए भन्ने सेटमा यो 4 भन्ने समावेश छ। अब अर्को हेरौँ। अर्को, राइट वन एक्जाम्पल युजिङ डस नट बिलोङ्स टु सिम्बल। यसमा पनि मैले इफ ए इज इक्वल टु 2, 4, 6 एउटा ए भन्ने सेट लिएको छु र त्यसमा 2, 4 र 6 भन्ने त्यसका सदस्यहरू छन्। त्यसो पर्दैन भने देन
5 डज नट बिलोङ्स टु ए। यो 5 यो ए भन्ने सेटमा छ छैन, यसमा समावेश छैन अथवा पर्दैन। यसरी यसलाई लेख्न सकियो। हवस् त, आजको क्लास यति नै गरौँ। तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला। तपाईँ हामीसँग जोडिएर अनलाइन कक्षा लिन पनि सक्नुहुनेछ। त्यसका लागि स्क्रिनमा तपाईँले देखिरहेको नम्बरमा अथवा मेलमा मेल गरेर पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र अर्को कक्षामा हाम्रो भेट हुनेछ भन्दै आजका लागि यति नै गरेँ। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।